रातिको ठीक 12:45 गाउँ पुरै सुनसान भइसकेको थियो। टाढाबाट कुकुरको भुकाइ र सिरसिरे हावाको आवाज बाहेक केही आइरहेको थिएन। सुरेश गाउँकै एउटा साधारण किसानको छोरा पिसाब फेर्न भनेर घरबाट बाहिर निस्कियो। आँगनको कुनाबाट खेततिर फर्कदा उसले करिब 150 मिटर पर एउटा कालो छाया हिँडिरहेको देख्यो। बत्तीको पहेँलो उज्यालो हावामा हल्लिँदै थियो, तर त्यो छायाको अनुहार देखिरहेको थिएन। उसले हिम्मत गरेर करायो, को हो? त्यसै क्षण हावाको आवाज पनि रोकियो। टुकीको उज्यालो निभे जस्तै भयो। अर्को सास लिन नपाउँदै त्यो कालो छाया सिधै उसको अगाडि उभियो। सुरेशको आवाज घाँटीमै अड्कियो। छाया न हाँस्यो न बोल्यो। केवल टुकीको मधुरो उज्यालो उसको अनुहारतिर झुक्यो। केही छायाहरू बोलाउँदा उत्तर दिँदैनन्, सिधै अगाडि आइपुग्छन्।